सहारा टुट्नेछन्, लाखौं करोडौं बीजहरू अवसानमा पुग्नेछन्। एउटा हाँगा काट्दा तिमीले सोचे भन्दा नि के हुनेछन्, के हुनेछन्। एउटा हाँगा काट्दा निष्प्राण फूलसँगै ओठका रंगहरू उड्नेछन्, रंगसँगै सपनाहरू बेरंग हुनेछन्। फूलसँगै जीवनका सुगन्धहरू बिलाउनेछन्, सुगन्धसँगै उमङ्गहरू रित्तिनेछन्। एउटा हाँगा काट्दा तिमीले सोचे भन्दा नि के हुनेछन्, के हुनेछन्। हो एउटा हाँगा काट्दा बेसहारा पापहरूसँगै हरिया विश्वासहरू झर्नेछन्। विश्वाससँगै सम्बन्धहरूले आत्महत्या गर्नेछन् र प्रेमको सारा शक्ति नै सारा गुनासा बिना नै तिम्रो अहमको पर्खाल नागेर पर्खाल बाहिर बसाई सर्नेछन् र तिम्रा लागि डस्टबिनमा पुरुषत्वका धिक्कार प्रश्नहरू छाडिएका हुनेछन्। बुझ्यौ, एउटा हाँगा काट्दा तिमीले सोचे भन्दा नि के हुनेछन्, के हुनेछन्। एउटा हाँगा काट्दा करोडौं बीजहरूको अवसानसँगै ढुङ्गाका कापबाट लस्कर निस्केर सृष्टिको अराजक जुलुसले तिमीलाई घेर्नेछन्। चौतर्फी कालो भएर आकाश तिम्रो सगोसित शक्तिशाली बस्तीमा खस्नेछन्। दृश्यमा तिम्रो सर्वपरिता तिम्रै आँखाका डिलबाट भेलका भेल बग्नेछन्। अन्ततः तिम्रो बाढीग्रस्त अहम आफ्नै जलमग्न संवेदनाबाट परास्त हुनेछन् र नारीका पाउमा छाँद हालेर अन्तिम पटक प्रेमको भीख माग्दै क्वा रुनेछन्। बुझ्यौ, एउटा हाँगा काट्दा तिमीले सोचे भन्दा नि के हुनेछन्, के हुनेछन्। बुझ्यौ प्रिय, झन हाँगामै बसेर हाँगा काट्दा हाँगासँगै तिमी पनि जीवनबाट जरुर विमुख हुनेछौ। बेरंग बेढंग आफ्नै गुणको शिथिल निस्तो आँखाको बार्दलीबाट खसेर आँगनमा नौर्दै पखेटा भाँचिन अभिशप्त सृष्टिको प्रलयले सोचिरहेको त्रसित कलिलो बचेरा झैं सुगन्धहीन तरङ्गहीन बिरु बन्नेछौ र चुपचाप खरानीको थुप्रोबाट उडेर कसैको आँखामा अट्न नसकेको धुलाउने सपना तिमी ब्रह्माण्डको शून्यमा भौतारिनेछौ, जहाँ तिम्रा लागि प्रेमको कुनै अडेसा हुने छैन। आखिर चुराको आवाजहीन तिम्रो बस्तीमा, पाउजेबको झन्कारहीन तिम्रो बस्तीमा केवल तिम्रै क्रूर निशानाहरू बाँकी रहनेछन्। हाँगामै बसेर हाँगा काट्दा त झन् बुझ्यौ, तिमीले सोचे भन्दा नि के हुनेछन्, के हुनेछन्। प्रिय, यसरी तिमीलाई प्रेम गर्ने नारी वृक्षको मात्र एउटा हाँगा काटे नि, एउटा हाँगा मात्र होइन, सयौं फूलहरू निष्प्राण हुनेछन्। हजारौं पातहरूका सहारा टुट्नेछन्, लाखौं करोडौं बीजहरू अवसानमा पुग्नेछन्। हाँगामै बसेर हाँगा काट्दा त झन् नारी उच्छ्वासका हावा तिम्रो उच्छ्वाससँगै एक मुष्ट आँधी बनेर तिम्रै कथित सर्वोपरि बस्तीमा अनाधिकृत प्रवेश गर्नेछन्। अनि ताण्डव मच्चाएर आँधी फर्केपछिको अस्तव्यस्त अवशेषमा तिमीलाई नयाँ प्रेमी बस्तीको कल्पनामा छाडेर जानेछन्। तिमीलाई केवल कल्पनामा छाडेर जानेछन् र मात्र सपनामा निद्रा हराम गर्ने सारा अहंकारहरू सिरानीले थिचेर निधाइरहेको तिमी पुरुष तिम्रो अबोध अनुहार हेरी एउटा अलौकिक पुतलीले तिम्रो निधार चुम्नेछन्। जो त्यो पुतलीमा तिमीलाई नै प्रेम गर्ने उही नारीको आत्मा समाहित भएको हुनेछन्। बुझ्यौ, तर खबरदार, मात्र एउटा हाँगा काटे पनि तिमीले सोचे भन्दा नि के हुनेछन्, के हुनेछन्। धन्यवाद।